घरहरू छन्। घरहरूसम्म पुग्न आँटिसक्यो होला सायद पहिरो पनि। यो चाहिँ भाइरल पुल भन्छन् यसलाई चाहिँ। यस्ता नाथे पुल। हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो। आज म यस्तो ठाउँबाट चाहिँ भिडियोको चाहिँ सुरुवात गर्दैछु। तपाईँहरू मेरो पछाडि देख्न सक्नुहुन्छ। यो चाहिँ बैतडी जिल्लाको पुर्चौडी नगरपालिकामा छु म। र यो चाहिँ देखिरहेको चाहिँ र अहिले चाहिँ हामी चाहिँ पुर्चौडी नगरपालिकामा जाँदैछौँ, बैतडी जिल्लाको। र बाटोमा जाँदा जाँदै हामी चाहिँ यस्तो अवस्थामा छौँ अहिले। ल तपाईँहरूले म चाहिँ लोकल केरा खुवाउँछु आज चाहिँ। लोकल केरा मैले चाहिँ मेरो चाहिँ मम्मीले चाहिँ बाटोमा खानको लागि चाहिँ लोकल केराहरू चाहिँ हालिदिएका छन्। र यो चाहिँ लोकल केरा हाम्रो। तपाईँहरू चाहिँ कति 2-3 सय हाल्नुहुन्छ होला, हाम्रो चाहिँ फ्रीको है, यो फ्रीको। र हामी चाहिँ यसलाई खान्छौँ, बिस्तारै बिस्तारै बाटोभरि खानु छ होइन। र यो चाहिँ हो हाम्रो पुर्चौडी लामुनीको पहिरो भन्ने। पुर्चौडीमा बस्ने धेरैजनालाई चाहिँ थाहा नै होला लामुनीको पहिरो भन्ने। म चाहिँ अहिले यो ठाउँमा पुगिसकेको छु होइन। त्यहाँ हाम्रो एउटा मन्दिर पनि छ, त्यहाँ पुगिसकेको छ क्या, मन्दिरनिर पुगिसकेको छ पहिरो। त्योभन्दा अलि तल छ होला सायद होइन। तर यहाँ चाहिँ यस्तो छ क्या, पुरै पहिरो निरन्तर गइराखेको छ। यहाँ चाहिँ कुनै जालीसाली पनि केही लागेको छैन। त्यहाँतिर घरहरू पनि छन् होइन, घरहरू पनि छन्। अनि यहाँतिर पनि घरहरू छन्। घरहरूसम्म पुग्न आँटिसक्यो होला सायद पहिरो पनि। यो निरन्तर खसिराखेको छ। र यसमा चाहिँ सरोकारवालाहरूको चाहिँ ध्यान जाओस् भन्न चाहन्छु। र यो चाहिँ नियन्त्रण पहिरो चाहिँ एकदम निरन्तर खसिराखेको छ क्या। घरहरूसम्म पुगेको छ कि उता त घरहरूसम्म पुगेको छ पहिरो। अब यसको के उपाय हुन्छ गर्नु पर्यो होइन। यहाँबाट पनि सबैजना स्थानीयहरूले चाहिँ पहल चाल्यो भने चाहिँ हुनसक्छ, होइन भने चाहिँ यो चाहिँ यसै गरी चाहिँ गइरहेको छ है। धेरै हाम्रै उता मन्दिर पनि छ एकदमै प्रसिद्ध, त्यहाँसम्म पनि पुग्न आँटिसक्यो। र अहिलेसम्म चाहिँ मैले यहाँ देखेको केही छैन कि, धेरै वर्ष भइहाल्यो यही बाटो हिँड्दैछु। तर यो झन्झन बाटो मात्र उता सरिरहेछ पहिरोले गर्दा। तर विकास यसलाई रोकथाम गर्नको लागि चाहिँ अहिलेसम्म कुनै पनि पहल चालिएको छैन। ध्यान जाओस् सबैको है त। ल फाइनल्ली अहिले चाहिँ हामी पुर्चौडीको एकदम ठुल्ठुला कार्यक्रमहरू, भलिबल होइन, क्रिकेट जस्ता ठुल्ठुला प्रतियोगिता हुने ठाउँमा, यसको नाम चाहिँ के हो, बस पार्क हो न त होइन, कमल विशाल पार्क अरे। यो ठाउँमा चाहिँ अहिले पुगिसकेका छौँ होइन। एकदम हिँड्दा चाहिँ बुट हालेको थिएँ होइन, ओह्रालो ओकालो यस्तो उस्तो बाटोमा एकदम हिँड्नै नसक्ने भएको छु। अब यो चाहिँ भाइरल पुल भन्छन् यसलाई चाहिँ। यस्ता नाथे पुल। अहिले चाहिँ हामी खाना खाइराखेका छौँ। दिउँसोको खाना खाँदैछौँ होइन। अब खाना खाएर कहाँ हुन्छ, अब हिँडिन्छ। यो चाहिँ हाम्रो हाटकै दृश्य हो होइन। यहाँ चाहिँ धानहरू चाहिँ यो तराईको जस्तै हुन्छ क्या, खेतहरू पनि बस तराईको जस्तै छ एकदम। हाम्रो लागि चाहिँ यो चाहिँ उपत्यका नै हो भनौँ न। अहिले चाहिँ म उता बजारबाट फर्किँदैछु, यस्तो छ।